आजको हाम्रो यात्रा रहेको छ गलकोट मलमा हाम्रो विष्णु खत्री दाइको घरतिर। वहाँ गएपछि आज हामीले धेरै रमाइलो गर्नेछौँ। हाम्रो ब्लग हेर्न नबिर्सिनु होला। ध्रुवे पनि भित्र पसिसक्नु भएको छ। हाम्रो ट्याक्सी दाइ हुनुहुन्छ, तपाईँको नाम के हो? मातृका प्रसाद गौतम नहराको दाइ हुनुहुन्छ मातृका। हाम्रो हुनुहुन्छ युनिस सर हो सर। बोल्दानी बोल्दिनौ हेर्दानी हेर्दिनौ के भयो सन्नानी तिमी बाहेक त राम कसम कहीँ ध्यानै जान्न नि गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न अरे तिमी मेरो नभई हुँदै हुन्न सोचेर हिँड्नु छ बुझेर हिँड्नु छ जवानी धकेली तिम्रा त होलान् दया र माया म त छु अकेली। वेलकम ए ठिकै छ गिफ्ट दियो मलाई फेरि ल धेरै धेरै धन्यवाद छ है। ल यसलाई चाहिँ यता राख्नु पर्यो कल्रा ल भाइ धेरै धन्यवाद। भाइलाई मेरो घरमा स्वागत गर्न पाइयो। म पनि गाउँ आएको बेलामा होइन एकदम खुसी लाग्यो। दाइले चाहिँ दाइसँग भेट्ने मौका पाइयो। एकदम मलाई पनि भेट्ने इच्छा थियो। भाइको चाहिँ टिकटकदेखि लिएर गीत लगाव होइन त्यसप्रति म अत्यन्तै प्रभावित छु। खुसी लाग्यो। ल दुःख पो हुन्छ कि तिम्रो मन रुन्छ कि सोचे छैन भए तर संसारै जितिन्छ त हल्कै पिटिन्छ तिमी र म भए गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न अरे तिमी मेरो नभई हुँदै हुन्न साथी गइसके घरबारे भइसके पालो नि मेरा। अहिले चाहिँ हामी विष्णु खत्री दाइको घरमा आएको छौँ। विष्णु खत्री दाइ सुत्नु भएको छ। यो गिटारको आवाजले उहाँ चाहिँ उठेर भाग्नुहुनेछ। स्टार्ट च्यालेन्ज गर्ने गिटार बजाउनेमा मन पर्यो ज्ञानी हो। दुर्पेको गिटार सुनेर हाम्रो विष्णु दाइ सुत्यो हुनुहुन्थ्यो उठेर आइसक्नु भयो। भेट्न सक्नुहुन्छ। ठिक छ हाम्रो बस्नु राजु भाइ हजुर विष्णुगिरी भाइ हो नि हजुर एकदम ठिक छ। हाम्रो भाइ चाहिँ अफ्रिकाको रक स्टार गिटारिस्ट हो। अनि राजु भाइ हाम्रो राजु कणेल भाइ गीतहरू पनि भाइका भाइले लेख्नुहुन्छ गीत लेख्नुहुन्छ। कर्मथलो भाइको चाहिँ जापान
ए जापान हुनुहुन्छ अहिले छुट्टीमा आउनुभएको छुट्टीमा यतै छु अहिले 1 वर्ष बस भाइ आको मत्ता मान्छे काले राम्री केटी देखे लाइन मान्छे बाले बाल नेपाल घुम्न आको मत्ता मान्छे काले राम्री केटी देखे लाइन मान्छे बाले जानी भए जम 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 जानी भए जमाया घुम्ने रमाया जानी भए जमाया घुम्ने रमाया बाबु ल गिफ्ट गिफ्ट है घरमा गएर मम्मीलाई भन्ने है मलाई विष्णुगिरी अङ्कलले गर्नुभयो भने है ध्रुव यो के हो This is Goba, Gona and Tumor. अब आएका छौँ हामी विष्णु दाईको छिमेकीको घरमा अब हामी यहाँ खाँदैछौँ केटो हुम्मा आउँछु हातै माग्न हुँदै हुन्न भने बल्ल पर्छ बाटो लाग्न सानी आज मान्छे भागेर नापेर आइछ कि करिश्मा कता हुनुहुन्छ ओके बी सिटेड थ्यांक यू वेलकम स्वागत छ तपाईलाई गलकोटमा थ्यांक यू सो मच गाडी आउँछ भाउजू हाम्रो दाइले अम्बा टिप्नु भएको छ कहाँ काठमाडौँ बस्न मन लाग्छ पछि है म पक्का खाएको खानु हैन हाम्रो घरको सुन्तला हो राम्रो कालो हिँड्दै गाह्रो भयो ध्रुवलाई तिम्रो सारा नखरा झेल्ने मेरो मन सानो होला तिम्रो लागि संसार भुल्ने मेरो मन सानो होला Welcome to my village. Nice to meet you. Okay, this is my present for you. Okay. विष्णु भाइ धेरै खुसी भेट भयो हैन खुसी लाग्यो हामी गलकोटको पर्यटकीय स्थल यो रामचीढुङ्गामा छौँ यो मलममा पर्छ हैन विष्णु भाइ यहाँको चाहिँ भ्यू एकदम राम्रो छ सबैजना आउनु होला एक्चुअली चाहिँ आउनै पर्ने ठाउँ रहेछ म बेला बेलामा आइराख्छु यो भन्दा अगाडि पनि हामी दुर्गेश थापा भाइ पल्सा भाइ अनि हामी यही रमाइलो गरे हो आज त्यस्तो फेरि त्यो इतिहास फेरि दोहोरिँदैछ अलि अस्ति त आएर म फेरि यहाँ भाइहरूसँग गाउँको भाइहरूसँग रमाइलो गरेर गएको थिएँ एकदम रमाइलो गर्नुपर्छ ओके रमाइलो गर्नुपर्छ है सबैजना थ्याङ्क यू
भेट्न त भेटिन्छन् नजरमै मेटिन्छन् जेललाई मन पराउने नजरमै मेटिन्छन् जेललाई मन परा गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न कस्तो छ यो एरिया लास्ती चारो कान ढाक्ने त्यो लाएर यहाँ छ पातो भेट्न त भेटिन्छन् नजरमै मेटिन्छन् जेललाई मन पराउने मनपर्ने मान्छे नदेखिसम्म त अर्गानिक मकै र भट्ट यो चाहिँ ठेला मकै हो यो चाहिँ यो फुट्दैन दामी हुन्छ एक्लै आउने गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न अरे तिमी मेरो नभई हुँदै हुन्न हर्केकी छोरीमा छोगरी गोरीमा माग्नेको लहर छ मलाई त तिम्रै सिन्दुर र पोते पहिरनी रहर छ गाउँमा बाजा बज्यो घुन्न घुन्न तिमी मेरो नभई हुँदै हुन्न गाउँमा बाजा बज्यो घुन्न
अहिले ठ्याक्कै रातिको 10 बजेको छ। अब हाम्रो चाहिँ डिनर रेडी हुँदैछ। दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, हाम्रो सर हुनुहुन्छ, राजु सर हुनुहुन्छ, हाम्रो ध्रुव सर हुनुहुन्छ, हाम्रो ओके अनुष्का बुढी हुनुहुन्छ। ल लिम है त ल कान्छालाई युनिस कता हो खाना खाना हो आज अस्ति मेरो माया भयो आज अस्ति रमाइलो भयो फेरि हुन्छ त्यो बनावटीका त्यो शब्द छैनन् कि मनबाट कि आफूले मन परेको मान्छेहरू होइन भाइहरू त्यसको लागि दाम्पत्य जीवन एकदम सुखमय होस्, सफल रहोस्, सधैँ यस्तै देख्न पाइयोस्। फेरि पनि यस्तो नेक्स्ट अपर्च्युनिटी पनि मिलिहाल्छ होइन। टाढाको कुरो होइन, एउटै ठाउँका छन् ती आधा घन्टा आनी जानी गरिन्छ। आधा घन्टा हो यहाँबाट त्यहाँ तपाईँको म त बडीगार्ड तर कहाँ हुने थाहा छैन। आज क्लियर भयो म ठिक छ पनि खुसी लाग्यो ल है। ओके ध्रुवे कता गए ध्रुवे त बसिसक्नु अगाडि ल ध्रुवे गइसके ध्रुवे ल नमस्ते नाइस टु मिट यु सी यु अगेन विल मिट एट काठमाडौँ ओके okay then after tomorrow I will return back to Kathmandu I will meet you soon there okay yes sir ल है ल थ्यांक यू है बोइल नै राख्नु पर्यो।